खासमा यस्तो किन भयो त हाम्रो खोरमा। हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सधैँ चाहिँ आज पनि जुरुक्क उठेर तुरुक्क मुखेर चाहिँ आफ्नो कामतिर लागे। मलाई चाहिँ बिहानको मौसम असाध्यै मनपर्छ। बिहानै साथी आउनुहुन्छ मेरो होस्टेलमा अनि दुईजना सँगै यो बाटो हामी ड्युटी जाने गर्छौँ। हामी चाहिँ दुईजना एकदम मिल्ने गर्छौँ। काम गाह्रो नै भए पनि सँगै काम गर्ने साथी रमाइलो भएपछि दिन बितेको त पत्तै नहुने रहेछ। हामीले काम गर्ने कम्पनी चाहिँ हाम्रो होस्टेलदेखि 15-20 मिनटको दूरीमा भएको भएर बिहानै हामी चाहिँ गाडी चढेर जानुपर्ने हुन्छ अनि हामी चाहिँ दुईजना भएर रमाइलो कुरा गर्दै कम्पनीतर्फ जान्छौँ। कोरियामा पिग फार्म चाहिँ बजार एरियातिर चाहिँ बनाउन नपाउने भएको भएर हाम्रो फार्म चाहिँ गाउँमा छ, एकदम गाउँमा। अनि यत्तिकैमा मेरो कम्पनी पनि आइहाल्यो अनि हामी चाहिँ हाम्रो कामतिर लाग्यौँ अनि दिनभरि काम गरेर बेलुका चाहिँ अर्को कम्पनीमा फर्क्यौँ। अनि हाम्रो कम्पनीमा चाहिँ रोग आएको भएर दिनहुँ बङ्गुर चाहिँ 20-30 वटाको दरले चाहिँ मरेछ है त, दिनकै मरिरहेछ। अनि यसरी बङ्गुर मरेको देख्दा नरमाइलो त लाग्छ नै, तैपनि डेली डक्टर आएर चेक गर्दा पनि रोकियो भनेर चाहिँ अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। अर्को पालामा फेरि भेटौँला, बाई बाई।